नेपोटिजम, नातावाद। नातावाद भनेको के हो? नातावाद भन्नाले कुनै पनि आफ्नो आफन्त वा आफ्नो परिवारको कुनै नजिकको सदस्यलाई कुनै जागिर, शक्ति वा सेवा दिनु हो, जबकि विशेष गरी उनीहरू त्यस पद वा शक्तिको लागि योग्य छैनन्। नेपालमा आफ्नो मान्छेको संस्कृतिले गर्दाखेरि नातावादले धेरै ठाउँमा जरो गाडेर बसेको छ। सरकारी तथा राजनीतिक नियुक्ति। नेपालमा विशेष गरी यस क्षेत्रमा सबभन्दा धेरै नेपोटिजम, नातावाद देखिने गरिन्छ। शिक्षा क्षेत्र, विश्वविद्यालय, उपकुलपति, रेक्टर वा रजिस्ट्रार जस्ता ठूला पदहरूमा प्राज्ञिक क्षमता भएका व्यक्तिलाई भन्दा पनि पार्टीको नजिक वा कुनै नेताको नजिक भएको व्यक्तिलाई नियुक्ति गर्ने गरिन्छ। सामुदायिक विद्यालय, गाउँघरका कुनै स्कुलमा शिक्षक वा कुनै कर्मचारीलाई नियुक्त गर्दाखेरि क्षमताको भएको व्यक्तिलाई भन्दा पनि आफन्तको नजिक भएको व्यक्तिलाई धेरै प्राथमिकता दिने गरिन्छ। यो घटना मैले देखेको छु र भोगेको पनि छु र सायद धेरै व्यक्तिहरूले यस्ता घटनालाई देख्नु भएको छ। एनजिओ, आइएनजिओ र निजी क्षेत्रमा त यस्ता नातावाद, नेपोटिजम कति हो कति चल्ने गर्छ, जसले गर्दाखेरि धेरै युवाहरू जसमा काबिलियत छ, क्षमता छ र पनि विदेशिनु परिरहेको। यस्तो आफ्नो मान्छेको संस्कृतिले, नेपोटिजमले, नातावादले गर्दाखेरि देशमा भ्रष्टाचार मैलाउने गर्छ। किनकि प्रश्न गर्नको लागि, रोक्नको लागि अगाडि आफ्नै मान्छे हुने गर्छन्, जसले गर्दाखेरि पर्सेन्टेजमा काम गर्ने गर्छन्।